नेपाल सरकारले कानुनमा व्यवस्था नगरिकन कार्यकारी आदेशले अथवा मौखिक आदेशले अथवा पदको एउटा ओजन प्रयोग गरेर त्यो एउटा वेट प्रयोग गरेर सरकारी कर्मचारीलाई दबावमा राखेर त्यस्तो सुविधा कतै लिएको रहेछ भने त्यो चाहिँ फिर्ता गर्नुपर्छ भन्ने त्यो परिपत्रमा उल्लेख गरियो। त्यसको परिणामस्वरूप अझ बढी समाधान बढ्नु होला। सवारी साधनको सुविधा कानुन बमोजिम प्राप्त नगर्ने पूर्व सम्माननीय सभापतिज्यूहरूले प्रयोग गर्नुभएको छ। उहाँहरूले त्यो परिपत्र गएपछि संसदबाटै गयो त्यो परिपत्र, त्यो गएपछि उहाँहरूले फिर्ता गर्नुभयो। त्यसै गरी कानुन बमोजिम सुविधा प्राप्त नगरेका सवारी साधन प्रयोग गरिरहेका सङ्घीय प्रणाली अन्तर्गतका अरू पदाधिकारीले फिर्ता गर्नुभयो। कतिपय पूर्व पदाधिकारीज्यूहरूले कानुनमा उल्लेख हुँदै नभएको तर प्रहरी सशस्त्र प्रहरीका जवान प्रयोग गरेर कतिपय जवानलाई व्यक्तिगत सेवाको काममा घरमा कपडा धुन लगाउने, भाँडा मान्न लगाउने, मालीको काम गर्न लगाउने, केटाकेटीको हेरचाह गर्न लगाउने यस्तो अलिकति प्रहरीको मनोबल गिर्ने खालको पनि काम गर्नुभएको जुन अन्तर्राष्ट्रिय अभ्यास होइन, नेपालको पनि अभ्यास होइन। यो त्यो प्रयोग भयो भनेर त्यो पनि यही परिपत्रको कारण गृह मन्त्रालयले परिपत्र गर्यो। थुप्रै त्यस्ता प्रहरी चाहिँ अत्यन्त दयनीय अवस्थामा काम गर्नुभएको रहेछ। मालिकहरू चाहिँ अमेरिका गएर बसेको, यहाँ त्यो परिवारका बुढावृद्धहरूलाई हेरेर बस्दिनु पर्ने, मेरो यो मैले सरकारी जागिर खाए बाबतको मेरो दायित्व त होइन भनेर उहाँहरू रुनु रहेछ। अहिले चाहिँ भएपछि त्यो त्यसबाट मुक्ति पाउनुभयो। यो परिपत्रले र जनजी आन्दोलनको मागको कारणले ती कुराहरू सम्भव भए। सर्वोच्च अदालतमा के गर्ने भन्ने प्रश्नमा हजुरहरूले पनि अब न्यायपालिकासँग कुरा गर्दा त्यसै होला। हाम्रो धारणा त्यही बिल्डिङलाई किन फेरि अर्को बनाउने, सिंहदरबारमा खुला ठाउँ पनि छैन, कहिले भूकम्प आएको बेलामा लहर त्यहाँ मान्छे राखिदिनु निमित्त पनि एउटा स्पेस चाहिन्छ, त्यो गर्ने कि भन्ने सहर विकासको धारणा छ। सर्वोच्चबाट होइन त्यही नै बनाउनुपर्छ भन्ने धारणा दिन्छ। त्यो के गर्ने हजुरहरूले सम्पूर्ण तय गरिदिनु भयो भने सिंहदरबार भोलिको सिंहदरबार चाहिँ अलिकति सेवाग्राहीलाई पनि सहजनी खालको ओपन स्पेस पनि भएको भयो भने राम्रो हुन्छ भन्ने छ। यहाँभित्रका जति पनि अहिले रहेका मन्त्रालय छन् जहाँ अहिले काम गर्न असहज भएको छ, गृह मन्त्रालयमै काम गर्ने अवस्था छैन, त्यो अर्को मन्त्रालयमा गएर काम गरिरहेको छ। शिक्षा मन्त्रालय भर्खर अलिकति बनाएर सर अरूको सबैतिर पुनर्निर्माण छ। मेरो विचारमा अबको 2 महिनापछि काम प्रारम्भ हुन्छ र यही बसेको बजेटबाट हामी त्यही परिचालन गर्ने हो। र हामीले के पनि भनेका छौँ भने यो नेपाल सरकारको स्रोतको उपयोग गर्दाखेरि भ्यालु फर मनी, मूल्यको लाभ प्राप्त गर्ने गरी हुनुपर्छ भनेर अहिले सञ्चालनमा रहेका जति पनि बहुवर्षीय आयोजनामा दायित्व सिर्जना भएको छ दायित्वको भुक्तानी गरिदिइहाल्ने। रणनीतिक महत्त्वका ठुला आयोजनामा हुलाकी राजमार्गमा चाहिँ पेमेन्ट नगर्ने, अनि सानो टुक्रे आयोजना डलधरामा 20वटा राखिदिएर त्यो चाहिँ भएर भनेर डलधराका 20वटा दमकका 30-35वटा कतिवटा हुन्छ जापाका त्यस्ताको बजेट चाहिँ हामीले हुलाकीमा मध्यपाटक मार्गमा यो धुलीखेल जाने बाटो चाहिँ 3 महिनाभित्रै बिचर्नुपर्छ भने यहाँ तीव्रगतिमा काम गर्न लगिरहेको छ। राजमार्गमा जान ठेक्का लागेर पेमेन्ट हुन सकेको छ। पुरानो पेमेन्ट चाहिँ पुरै दिने। राजस्व वृद्धि चाहिँ मूल्यवृद्धि कर हिजोको विधिसम्म 10%ले बढेको छ। भन्सार चाहिँ करिब 11%ले बढेको छ। अन्तशुल्क पनि करिब 13-14%ले बढेको छ। तर आयकर चाहिँ अलिकति घटेको छ। किन घट्यो भने दुईवटा कारणले घट्यो। एउटा गत आर्थिक वर्षको दर तुलनामा यो पछिल्लो 9 महिनाको अवधिमा ब्याज बजारमै घट्यो। ब्याजमा लाग्ने कर घट्यो। घट्ने बित्तिकै ब्याज कर मात्रै पनि थुप्रो आउँछ सरकारलाई। त्यो घटेका कारणले आयकर अलिकति घट्यो। त्यसै गरी जग्गाको भाउ एकातिर बढ्न सकेका छैन, अर्कोतिर कारोबार बढेको छैन। त्यसबाट आउने आयकर पनि प्रभावित भयो। यो दुईवटा आयकर प्रभावित भएको हुनाले आयकर चाहिँ विगत वर्षको तुलनामा 10% जतिले ऋणात्मक छ। समष्टिगत राजस्व चाहिँ पोहोर सालको तुलनामा अलिकति बढेको छ। अक्टोबर 2025 अघिल्लो महिना नेपालको इतिहासमा सर्वाधिक पर्यटक आएको महिना भयो। 1,28,443 पर्यटक अघिल्लो महिना आउनुभएको रहेछ भन्नाले सेप्टेम्बरमा अलिकति केही दिन चाहिँ पर्यटकहरूले यहाँ बुकिङ चाहिँ रद्द गरेको समाचार आयो। तर त्यसपछि लगत्तै बुकिङ रिभाइभ भएर ऐतिहासिक रूपमा सबभन्दा बढी पर्यटक चाहिँ यही अक्टोबरमा आए र नोभेम्बरको अहिलेसम्मको परिदृश्य पनि निकै राम्रो छ। पोखरामा, सौराहामा, लुम्बिनीमा सबै हाम्रो पर्यटकीय गन्तव्यमा अहिले पर्यटकहरू खचाखच छन् र कतिपय होटलहरूले विगतको वर्षको तुलनामा हाम्रो अकुपेन्सी बढेको छ भनेर भन्नुभएको छ। त्यही कारणले पनि अहिले क्षतिग्रस्त होटलहरूले तीव्र गतिमा पुनर्निर्माण गर्ने क्रम। युरो 3 गाडीको सन्दर्भमा यो चाहिँ जुन बेलामा युरो 6 को प्रबन्ध गरियो त्यो बेलामा चाहिँ व्यवसायीहरूले त्यो निर्णय गरेको बिन्दुमा व्यवसायीहरूले एलसी खोलिसकेको र एलसी खोल्नुभन्दाको एउटा चरण के हुन्छ भने यहाँबाट अर्डर दिएर अर्डरको अगेन्स्टमा त्यहाँको कम्पनीले प्रोफर्मा इन्भाइस जारी गरिहाल्दो रहेछ।
त्यो प्रोफर्मा इन्भोइस जारी गरिसकेपछि किनभने गाडी भनेको त अर्डर गर्ने बित्तिकै तुरुन्तै दुकानबाट टिपे जस्तो होइन त्यो निर्माणमा लैजानुपर्ने हुन्छ उनीहरूले फ्याक्ट्रीमा निर्माण गरेर नेपाललाई सप्लाई गर्ने एउटा कमिटमेन्ट गरिसकेको यतापट्टिको व्यवसायले ब्याङ्कबाट कर्जा स्वीकृत गराएर पेमेन्ट गरेर ठिक पारेको तर एलसी चाहिँ नखोलिसकेको भएर चाहिँ के भने त्यो निर्णय गरेपछि नेपाल सरकारले एलसी खुलेका वालाहरूको निमित्त त्यो मितिसम्म एलसी खुलेका वालाहरूको निमित्त चाहिँ युरो 3 नै ल्याउन पाउने भनेर निर्णय गरिदियो कार्यकारी निर्णय गरिदियो प्रोफर्मा इन्भोइसवालाको चाहिँ त्यहाँ छुट्या रहेछ व्यवसायीको भनाइ के भने एलसी खोल्नु र प्रोफर्मा इन्भोइस खोल्नु चाहिँ बराबरै हो दायित्व दुईटैकै एउटै हो एउटाको एलसी ब्याङ्कमै खोल्यो अर्कोको चाहिँ ब्याङ्कसँग कमिटमेन्ट छ त्यो गाडी आउने बित्तिकै हामीले चाहिँ पेमेन्ट पठाउँछौँ प्रोफर्मा इन्भोइस जारी भइसकेका छन् त्यो मितिभन्दा अगाडिको जुन मितिमा निर्णय भयो असार कति 26 गते 23 गते असार 23 भन्दा अगाडि प्रोफर्मा इन्भोइस जारी भएको र नोभेम्बर 15 सम्ममा त डेलिभरी आइसक्ने भन्ने कम्युनिटी भएको भने नोभेम्बर 15 भनेको आज 11 अब 4 दिन पछिसम्म आएकोलाई मात्रै हो।